स्वागत छ मेरो अर्को भ्लगमा। आज धेरै पछि भ्लग बनाउँदै छु। एकदम चिसो बढेछ यता, लास्टै चिसो बढेछ। आजको भ्लग भिन्न किन छ भनेपछि यहाँ क्रिसमस टाइममा फिसिङ गर्ने चलन रहेछ अनि माछा खाने चलन रहेछ पाहाडमा। अनि हाम्रो एउटा पडोसी छ नि यहाँनिर छिमेकी, त्यही छिमेकीसँग मानि जाँदैछौँ माछा मार्न त नभनौँ, माछा लिन हेर्न। तपाईँहरूलाई नि देखाउँछु के कस्तो हुन्छ भनेर हेर्दै गर्नु होला भिडियो। मेरो छिमेकीको घर आइपुग्यो। त्यो घर हो, रेडी भएको छ कि छैन? यो घर हो हाम्रो छिमेकीको, सानो चिटिक्कको घर छ। अनि यो गाडीमा जाने हो अनि माछा लिएर आउने हो। आज डेकोरेसन गरेछ। ओ भाबी, बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे भाबी। आज भाबीको बर्थडे पनि हो। सुनिता एकछिनमा आउँछ अनि हामी पछि सेलिब्रेट नि गर्नेछौँ। अहिले मिलान र हामी माछा लिन जाने हो। सानो क्रिसमस ट्री। ब्रेकफास्ट बनाउँदैछ आफ्नो लागि। फोटो या दोब्री? फोटो दोब्री? डेकुमस। यो ब्रेकफास्ट रेडी हुँदैछ। यहाँको ब्रेड, हामीले रोटी खाए जस्तै उहाँहरूले चाहिँ यो रोली खानुहुन्छ। मिठो हुन्छ यो बटर लाएर। सुनिताहरू एकछिनमा आउँछन् अनि हामी चारवटा माछा लिएर आउँछौँ अनि यहाँ बर्थडे मनाउँछौँ। हामी रेडी भयौँ यो कारमा जानलाई। अब तपाईँलाई त्यहीँ भेट निस्क्यौँ, जाँदैछौँ। हामी आइपुग्यौँ माछा मार्ने ठाउँमा। यो तालमा रहेछ, सानो ताल रहेछ। सो हामी आइपुग्यौँ यो तालमा। माछा मार्ने पानी घटाइसकेका रहेछन्। पुरै पानी फुल थियो हिजोसम्म त, आज पुरै घटाएर यहाँ माछा मार्ने। अनि बकेटमा बकेट पनि रेडी गरेका छन्। यो पुरै बकेटमा यो ताल पुरै खाली गर्ने हुन् माछा मारेर। सबै ग्रुपमा मिलेर आगोबाले यहीँ खानेकुरा ल्याएर अनि सब मिलेर माछा मार्छन्। कस्तो रमाइलो छ। सबै रेडी हुँदैछन् ड्रेस लाएर। अनि चिसो भयो एकछिन आगो त मस्त आगो बाला छन्। जाली रेडी गर्दैछन्। अब यो जाली सबजना गए जाल लगेर अब पानीमा रमाइ। यस्तो चिसो पानीमा यति चिसो छ आज, 1 डिग्री छ। घरको याद हाम्रो घरतिर पनि यसरी त नभनौँ भने जाल लाएर माछा मार्थ्यो। त्यताबाट एक ठाउँबाट फन्दा बनाउँदै आउँदैछन्। अब माछा कति क्यामेरामा देखिँदैछ कि छैन थाहा छैन, तर माछा उफ्रिन थालिसके। पुरै पानी, पहिला पुरै पानी घटाएछन्। त्यहाँबाट फेरि भाषा बुझिँदैन के भन्छन् थाहै छैन। आइपुगे कुनासम्म। हेरौँ है कति माछा आउँछन् जालभित्र। रेडी स्ट्याडिक। साना बच्चाहरूदेखि लिएर बुढासम्म सबै मिलेर माछा मारिरहेछन्। गोल्ड फिस पनि रहेछ, गोल्ड फिस पनि देख्यो। कति ठुल्ठुला माछाहरू छन्। क्यामेरामा देखिँदैछ कि नै गए, ठुल्ठुलो माछाहरू छन् हेर्नु है। के माछा हो यो? झिङ्गे माछा जस्तो न के जस्तो छ यो? माछा मारि भ्याएछन्। अब एकछिन रेस्ट गर्छन्, फेरि अझै मार्छ। फाइनली हामीले पनि 2टा खप्पर ल्यायौँ। यो माछाको नाम यहाँ खापर भन्छन्। अब हाम्रोतिर के भन्छन् खोइ थाहा छैन, तपाईँलाई थाहा छ भने भन्नु होला है। हामी चाहिँ अब निस्किन्छौँ।
माछा लिइहाल्यौँ 2टा माछा। सो एकलटको भ्याएर सबैजना रेस्ट गर्दैछन्, नास्ता खाँदैछन्, कोही आगो तापिरहेछन्। लाग्यो घरतिर जाडो नि लास्टै जाडो छ। हामी यहाँबाट निस्किहाल्यौँ, अब घर जाँदैछौँ। माछा पछाडि फडफडिरहेछ। मिलानले निकाल्दैछ माछा। ल आइपुग्यौँ। सुनिताहरू आइपुगेको पुगेनन्। अनि घरमा नि कस्तो राम्रो एक्वेरियम बनाएको छ मिलानले। हेर्नु त गार्डनमा कति मजाको एक्वेरियम। गोल्ड फिस अहिले बन्द गरेका छन्, नत्र त्यहाँबाट पानी बगिरहन्छ। यहाँनिर माछा यसमा हाल्नलाई माछाको लागि पानी रेडी गरेछ। बाबीको बर्थडे के बनाएको छ खाने कुराहरू। यो माछालाई यसमा राख्ने। सुनिता र आद्विक पनि आइपुगे जस्तो छन्। आद्विक पनि आइपुग्यो। छिटो भित्र आऊ, छिटो भित्र आऊ। आद्विक पनि आइपुग्यो। सूर्य हजुर कताबाट आएको? ह्याप्पी बर्थडे टु यू, ह्याप्पी बर्थडे टु यू, ह्याप्पी बर्थडे डियर बाबी, बर्थडे टु यू। I wish you all good luck. Wish you for healthy life, Bobby. Dziękuję, dziękuję, dziękuję. Sedniecie. Dziękuję. Krasny. भाभी को बर्थडे छोरो आज। Birthday to you. Happy birthday to you. Wait, आदि। Said no, yo, Bobby. Mila said no, yo. Advik said no. Sit, Advik. Nee, papa, weź papa za chwilkę. Już odchodną do Den to yo. Yo de purai dabba de. Mommy, this is for you. Jezus, Maria. Malo, nie Nie, malo. No podziwaj sobie. No. Este bras. Babi. Dziękuję. This is for Bobby. Give it to Bobby. Sladki. Sladki, ja to powiem. Dziękuję. This is Jezus, dziękuję. This is biscuit. Dziękuję. This is banana. Ano, dziękuję. Ready छ Advik काट्नलाई Advik काट्ने हो। Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Bobby. Happy Happy birthday to you. Happy birthday to you. Wow. Happy birthday, dear Bobby. Happy birthday to you. Come, Advik, fish. Come. Look. Look, Advik, look. Look, Tadi. यो काम आमुर Bro, do the game. छोरी के हो छोरी त्यो? Fish. What is this? Fish. Wanna touch Advik? Touch? You wanna touch it? You wanna try? Yes, touch it. You wanna touch? No. Bobby, huggy. Happy birthday to you. Huggy. Yeah. Happy birthday to you. Happy birthday to माया गर्दे। dear Bobby. Happy birthday to you. हाम्रो लागि खाना लन्च उहाँहरूले खाने लन्च हो यो। खुद्ना दामी भयो। कस्तो हुँदो रहेछ र? राम्रो छ टेस्ट एकदम। ल मन पर्यो? गुड। आद्विक हजुरलाई मन परेको परेन? मिला अब हामी घरतिर जानु पर्यो। बाउ आद्विक जान मान्दै छैन। आद्विक जाउँ घर। लेट्स गो आद्विक। उसलाई माछा देख्नुपर्छ, माछा छोड्दैन। Okay, say bye, Santa. Bye. सो आजको ब्लग यहीँनिर सकिन्छ। तपाईँहरूलाई कस्तो लाग्यो
ठिकै लाग्यो होला ट्राई गरिरहेको छु ठिकै लाग्यो होला ठिक लाग्यो भने लाइक सेयर र कमेन्ट गरिदिनु होला अनि अर्को ब्लगमा भेटौँला